राति बस चल्दैन रे घरमा ताल चलाएछ स्वागत छ तपाईहरुलाई मेरो नयाँ भ्लगमा। र आज हामी काम गरेर बाहिर निस्किसकेको छौँ। अहिले चाहिँ हामी छौँ तौथली बजारमा हैन। तौथली बजारभन्दा अलिकति माथि चिकम ठाउँ अलिकति हैन, सेन्टर फुड चिकम खाएर अब चाहिँ हामी घर जान लागिरहेको छौँ पैदल यात्री। किनभने यहाँ चाहिँ राति बस चल्दैन रे भनेर हामी चाहिँ चल्दिएको रहेको छौँ हैन। अनि यहाँबाट त्यहाँ पर चाहिँ मन्दिर देख्न सक्नुहुन्छ तपाईहरुले। अनि पानी पर्ला जस्तो भएर चाहिँ बाटोमा हिँड्दा हिँड्दै पानी पर्छ नि, गाँड खुलिरहेको छ। र तौथली बजारमा चाहिँ घरहरू यत्रो देख्न सक्नुहुन्छ। तर हैन सब घरमा ताल चलाएछ क्या। यहाँको मान्छेहरू चाहिँ सबजना उता काठमाडौँ गएर बस्छ अरे, काठमाडौँमा घर छ अरे हैन। धनी मान्छेहरू छ कि यतातिर, त्यही भएर अनि यतातिर पानी परिरहेको छ। अनि उमेशले पनि यहाँ भ्लग बनाइरहेको छ। ओ ह्यान्डसम देख्दा त के हो हामीलाई त भिडियोमा त क्यामेरा राम्रो हो कि हामी राम्रो हो। अनि देख्न सक्नुहुन्छ बजार। अब हामी एकैचोटि तल लपडाँडा भन्ने ठाउँमा पुगेर भेटौँला। हामीलाई आधी घन्टा जति लाग्छ होला। त्यहाँ पानी बत्तेर आइसक्यो जस्तो लागिरहेको ऊ त्यहाँ अगाडि। हामी चाहिँ तौथली बजार सकिसकेको छ, देख्न सक्नुहुन्छ। लास्ट घर यही हो। अनि बाटो पछाडि हिँडेर आउँदा बाटो हाम्रो गाइड होइन। अनि यहाँबाट चाहिँ अब कति रोडतिर हुन्छ यहाँसँग चाहिँ पिच होइन। अनि पानी परेर मौसमले च्यालेन्ज हान्दैछ। पानी नपर्दै हुन्थ्यो, यति भए चाहिँ खतरा हुन्थ्यो। हामी चाहिँ आइरहेको क्रममा होइन, यहाँ चाहिँ हामीले राष्ट्रिय फुल देखिसकेको छौँ। अनि अरू मान्छेहरूले राष्ट्रिय फुल जिउतिर लगाउँथ्यो। हामी चाहिँ रुखमा सुत्ता चढ्न नसक्ने स्थितिमा छौँ होइन अहिले। अनि हजुरआमाले बाख्रा चढाउँदै हुनुभएको छ। अनि लालीगुराँस चाहिँ उहाँ अगाडि हो। बाँस झ्याङ कस्तो मजाले फल्यो क्या त्यहाँ, दामी छ नि। तलतिर छ, तलतिर त भेटिहाल्छ। बाई बाई। यहाँ चाहिँ यत्रो ठुलो जङ्गल छ होइन। अब हामी जङ्गलको बाटो जाँदैनौँ, अब सिधै गएर अब एकैचोटि तल भेटौँला। बाई बाई धेरै लाग्ने भिडियो बनाउँदैन, चास दिन्छ। यहाँ पानी परिसकेको छ, हामी पैदल यात्रीलाई गाह्रो परिसकेको छ। दाइ ह्यान्डसम, बाई बाई। सिउ टुमारो। पानी परेर तन परो, पानी पर्यो। उहाँ पल्लो भित्रबाट पानी पर्दै आएर चाहिँ सोत्तर पार्नु छ पानीले। हो बाजे छिटाउनु। यहाँबाट तल गाउँ छ होइन। यहाँ अगाडिबाट सर्टकट बाटो छ जस्तो लाग्यो। अब मोबाइल प्लास्टिकमा हाल्नु पर्न सक्ने सम्भावना छ, त्यसैले म बन्द हुन चाहन्छु। धन्यवाद। तपाईँहरूले देख्न सक्नुहुन्छ प्रत्यक्ष यहाँबाट लपडाँडाको भ्यू होइन। हल्का रुखले छेकेर रहेछ, नभए देखिसक्थ्यो। त्यहाँ अगाडि त्रिशुल छ, अनि त्यहाँ नेपालको झन्डाहरू छ होइन। अनि हामी चाहिँ यहाँ आइपुग्यो। अब हामी लपडाँडा जाँदैछौँ। अब लपडाँडामा पुग्नेछौँ हामी होइन। अनि त्यसपछि मात्रै भेटौँला। ट्युड्यु पानी पर्यो यार छ्या। हामी चाहिँ अब लपडाँडाको इन्ट्रेन्समा छिरिसकेको छौँ होइन। अनि यहाँ देख्न सक्नुहुन्छ दामी भ्यू होइन। यतापट्टि पनि दामी भ्यू, उतापट्टि पनि दामी भ्यू, यता पनि दामी भ्यू। झन्डै झन्डा खाएको थियो यार, कडक। पहिलाको भन्दा राम्रो छ। पिङ पनि रहेछ नि त। नि डोरी चाहिँ रहेछ। फोन आइसकेको छ, देख्न सक्नुहुन्छ। ऊ त्यहाँ पारिपट्टि भित्र घरहरू छ। अनि यो हो लपडाँडाको ऊ परतिर पानी परिरहेको थियो भयङ्कर। यहीँ कराउँछ त यार आकाश। ओ ये पानी पानी कत्रो परेको यार त्यहाँ पर। उमेश चलो चलो। बाजे कहाँ पुग्यो? बाजे उता पछाडि पानी पऱ्यो क्या। नेपालको झन्डा झन्डा देख्न सक्नुहुन्छ तपाईँहरूले। नेपालको झन्डा फैलिरहेको र यसैसँग हामी पुगिसकेको छौँ लपडाँडा भनेर। हट भएर सेक्सी भएर हामी हेरेको के हो? करेन्ट सातो उठ्छ त यार। यहाँ हाई भोल्टेज भएको ठाउँमा चाहिँ करेन्ट आउने बेला नहिँड्नु होला, किनभने यसबाट करेन्ट फ्रिक्वेन्सी फ्लो भएर मान्छेलाई लाग्न सक्छ होइन। यो चाहिँ मेरो एउटा तपाईँहरूको लागि एजुकेसन जस्तो भयो होइन। अब केही छैन, यहाँ छ लपडाँडा सकिएर यहाँ ठुलो झन्डा। अनि त्यसपछि यहाँ महादेवको त्रिशुल छ है। अनि यसलाई नै भन्छ लपडाँडा। तर हामीसँग चाहिँ केटी छैन, हामी सिङ्गल आएको छौँ होइन। गर्लफ्रेन्ड छैन। कसैले हामी प्रति इन्ट्रेस्ट छ भने फेसबुक नाम के? घिसिङ च्याङ्बा। अनि घिसिङलाई मेसेज गर्न सक्नुहुन्छ। किनभने मेरो त लभ परेन यार, लभ परेन तर लभ पनि गर्न मन छैन कि।
अनि यो चाहिँ नमुना युवा क्लबबाट आएको हो होइन। यो चाहिँ स्पोन्सर हाम्रो यो लामसाङको बजारको हो। अनि ल यहाँ आम्मामा ओहो यो त्यो दामी देख्छ नि यहाँबाट यो हत्रा आएर होन्डा एक्सप्रेस अब पानी पऱ्यो यार के गर्नु बस्नु लाग्यो उता पारी चाहिँ पानी परेको छ होइन। अनि यहाँबाट उयो डाँडा अगाडिको डाँडामा पुगेर त्यो डाँडाबाट तल पुगेर त्यो तल खोला देखेको छैन हामी त्यहाँ पुग्नुपर्छ नि कहिले पुग्नु त बाटो फेरि खतरा छ। हामी लकडाउन आइसकेको छ अब बिस्तारै बिस्तारै ठाउँ ठाउँमा राम्रो ठाउँ हुने बेलामा मात्रै भिडियो बनाउँछु भन्दै अन्तिमसँग हेर्नु होला र नयाँ आउनुहुनेले सब्सक्राइब गर्नु होला भन्दै हामी बन्द हुन चाहन्छु। धन्यवाद। हामी रहेछ है फुल चाहिँ खतरा जे पाइ त्यही सुन्नु हुँदैन यार वनको डोन्ट टच है गुलाफ होइन यो हामी चाहिँ यस्तो घारीको बाटो हिँड्नुपर्छ होइन यहाँ तलबाट। अनि देख्न सक्नुहुन्छ त्यहाँ पर चाहिँ त्यो तपाईँहरूलाई चाहिँ हुसु जस्तो लाग्ला होइन तर त्यहाँ चाहिँ वन डढेलो भइरहेको छ क्या त्यो ठाउँलाई चाहिँ राम्चे भन्छ होइन। यहाँबाट राम्चे देखिरहेको छ अनि त्यहाँ पर्तिर नि आगो लागेको छ क्यामेराले चाहिँ देख्दैन आँखाले देखिरहेको छ होइन। अनि त्यत्रो तल पुग्नुपर्छ यार गाह्रो छ नि भिडियो बनाउन नि गाह्रो छ। उडायो हावाले मलाई उडायो हावाले च्याङ्बा तर हामीसँग 100% जोस जाँगर एनर्जी छ त्यसैले हामी चाँडो हिँड्न सक्छौँ होइन। अनि तलतिर गुराँसको बोटहरू पनि छ अब अनि के भन्नु त जान्छौँ अहिले चाहिँ हामीलाई होइन के भन्छ स्वर्गमा आएको जस्तो लागेर यस्तो दामी भ्यू छ यताबाट सरर जताततै बादलै बादल अझ हुसु लाग्यो है त दामी हुन्थ्यो। लकडाउन चाहिँ हामीले त्यहाँ छोडेर आइसक्यो होइन। यहाँतिर हिउँ पर्दैन हिउँ परायो त खतरा हुन्छ है यस्तो दामी छ। अनि बास ओ या क्या ह्यान्डसम देखिरहेको यार हामीलाई यस्तो ह्यान्डसम भएर नि केटी पट्टिँदैन गाह्रो छ यस्तो ह्यान्डसम भएर पनि केटी पट्टिँदैन ओहो के गर्नु गाह्रो छ हो हामीलाई रात काट्न गाह्रो दिन काट्न गाह्रो के गर्नु एकदमै साह्रो। ओ माई गॉड तुरुलभ वेयर इज द तुरुलभ अहिलेसम्म यो संसारमा हाम्रो लागि केटी बनाएन जस्तो थियो कोही केटी भेट्दैन त धेरै ह्यान्डसम भएर हो क्या हामीलाई देख्ने साथै यसको त केटी छ होला के लाइन हान्नु भन्छ होला है तर हाम्रो चाहिँ केटी छैन है। अनि यहाँबाट देख्न सक्नुहुन्छ यो डिल चढेर जानुपर्छ हामी यहाँबाट गएर त्यो डिलै डिल गर अनि त्यहाँ तल टेकनपुरमा पुगेँ टेकनपुर बजार त त्यहाँबाट 2टा डिल काटेर जानुपर्छ हामी। ल अब हामी सिधै त्यो पर भिरको बाटो नगएर भेटौँ है त्यहाँ चाहिँ दामी डेन्जरस प्लेस छ डेन्जरस होइन डेन्जर प्लेस अलिअलि जिब्रो फुत्किन्छ अनि जताततै पानी परिरहेको छ तर हामीबाट चाहिँ पानी परेको छैन धन्न थोपा झरिरहेको छ पानी चाहिँ परेको छैन क्या। ल ठिक छ यहाँ तलतिर गुराँस पनि भेट्नु पर्ने हो यहाँ तलतिर होला कहाँतिर वन जङ्गलमा चाहिँ आगो नलगाउनु होला किनभने बाटो देख्दैन होइन डढेलो लागेको रहेछ यहाँ चाहिँ धेरै भएको रहेछ भर्खरै लागेको रहेछ। अनि यसरी वन जङ्गलमा बाटो के अरे भन्छ बाटो होइन वन जङ्गलमा आगो लाग्दाखेरि चाहिँ जीव जन्तुहरू मर्न सक्ने सम्भावना हुन्छ त्यसैले सकेसम्म वन जङ्गलमा आगो नलगाउनु होला भन्ने मेरो अनुरोध गर्दछु। अनि त्यही नै हो अब के भन्नु त अब कताबाट यहाँ सिधै भिरबाट चढ्दिउँ नि यहाँबाट यसरी डढेर लागेर अनि सिन त अनि कडक देख्ने भएको त भुतियावाला फिलिङ आइरहेको छ यार हुन्थ्यो यहाँ निक्लिहाल्छ हामी होइन यहाँ त दामी ढुङ्गा यहाँ अनि यो भनेको चाहिँ छोटो बाटो हो क्या यो अबुई डर लाग्यो यसरी जङ्गलमा अब आगो लागि गर्दाखेरि हिँड्ने मान्छेलाई नै गाह्रो वन्य जन्तुलाई नै गाह्रो हुन्छ त्यसैले सकेसम्म आगो नलगाउनु होला भन्ने मेरो अनुरोध छ। अब भन्दै पनि लगाउनु भयो भने त के गर्नु होइन तर केही छैन अब यहाँबाट हामी लाग्छौँ तलतिर यस्तो बेला चाहिँ मोबाइल चलाउनु नहुने हो होइन तर यहाँ असिना पानी परिरहेको छ डेन्जर असिना पानी परिरहेको यस्तो खतरा यहीँ असिना होइन असिनाले कुटिन्छ यार हामीले आइया माछालाई टाउकै यार यहीँलाई असिना पानी पऱ्यो क्या डेन्जर है लाटेर यतातिर फेरि ठाउँ पनि छैन क्या बस्ने है मोबाइल बिग्रेला जस्तो छ यार उयो डिल चढ्नुपर्छ अब हामी नि के अरे कहाँ
प्लास्टिक हामी चाहिँ यहाँ टेकनपुर बजारमा आइपुगिसकेको छौँ। माथितिर चाहिँ भिडियो बनाउनु पाइनँ किनभने पानी परेर होइन यस्तो धोसले भयो यहाँ हालत खराब छ होइन। मेरो हालत त झन् यस्तो छ भने यस्तो पानीले भिजेर यार पानी मात्रै पऱ्यो होइन नि असिना सुत्ता पऱ्यो नि झन् त्यो लाइटिङ हान्दाखेरि त मोबाइल त यही झरे हात लागेर डर लागेर अब चाहिँ हामी त के भन्छ टेकनपुर आइसक्यो। अब चाहिँ हामी झन्डा 1 घन्टा 3 भने चाहिँ ठक्क घरमा पुग्छ होइन। अनि बजार देख्न सक्नुहुन्छ ठुलो बजार चाहिँ पर छ। अहिले रोड भएर चाहिँ भिडियो बनाएको। अब उता पर गएर भेटौँला। यसलाई चाहिँ भन्छ रियल टेकनपुर बजार होइन। अनि यहाँ चाहिँ लामसाङको तरकारी सहकारीको यो के भन्छ सहकारी भने सहकारी त छ नि होइन। अनि यहाँ अगाडि चाहिँ हाम्रो दिदीको घर छ भने जस्तो लाग्यो। माथिबाट जाने तलबाट जाने हामी उता माथि डिलमा जाने बाटो त यताबाट पनि पुग्छ उताबाट पनि पुग्छ एकै ठाउँ। हाम्रो उमेशलाई कसैले सक्छ त हेर यस्तो बाटो पानी परिरहेको बेला कपाल कोर्नु परेको छ ह्यान्डसम हुनु परेको छ अनि अब यहाँबाट त जङ्गल हो घरै छैन अनि कपाल कोरेर मतलब भएन कपालको मतलब हुनु द फर्स्ट प्रायोरिटी अफ आवर इज हियर हो कि क्या हो। अनि टेकनपुर बजारलाई बाई बाई भनेर हामी चाहिँ लागिसकेको छौँ। अब तलतिर अब हामीलाई आधी घन्टा 1 घन्टा लाग्छ होला सायद भने अनुमानमा चाहिँ हो होइन। तौथली खोला चाहिँ यतापट्टि उयो अगाडिको तौथली होला है। अनि हामी चाहिँ त्यहाँ माथिबाट त्यहाँ तल आइपुगिसकेको छौँ। अबको बाटो भने चाहिँ एकदम झिझार लाग्ने हुन्छ कि यस्तो झिझार लाग्दैन हिँड्नलाई। अब केही छैन तर हामी हिँड्नेछौँ होइन। ल देख्न सक्नुहुन्छ यो चाहिँ भुतिया बाटो हो होइन। अब हामी लाग्दैछौँ भुतिया बाटोबाट तलतिर। अनि उहाँ अगाडि दामी घर छ। अब यहाँबाट उता तल दामी अब त सुक्का कहाँ लाग्यो रहेछ उहाँ तल लाली गुराँस यहाँ रहेछ होइन। त्यो त रुखमा चढ्नै सक्दैन माथि टुप्पोमा रहेछ त्यो त। अहिले उता तलतिर भेट्छ फेरि हामी होइन। हामी लाली गुराँसको खोजीमा पनि छौँ भन्दै हामी लाग्दैछौँ। त्यो उडिस यहाँ त चढ्नै सक्दैन नि सक्छ हौ त्यतिमा त ऊ छ के अरे के भन्छ कमिला होइन कमलो हुन्छ कि होइन हो त नि। यहाँ चाहिँ तार राख यहाँ वन्यजन्तु संरक्षण क्षेत्र हो क्या। यहाँ यो भित्र पहिला तार लाएको थियो अहिले चाहिँ तार भत्केर भुइँचा लाएर लडेर होला सायद सक्दैन हो। अहिले लडेर अहिले खुट्टा सुट्टा केही भयो भने अनि तर आजको हिँडाइमा चाहिँ धेरै मजा आइरहेको छ क्या। किन होइन यो चिसो मौसम भएर होला। अनि सुशान्तको सी गीत उमेशलाई एउटा फेरि ल उकाली चढेर त्यहाँबाट बिर्सेँ यार मैले गीत धेरै भन्छ यार। ओराली झरेर तिमीलाई भेट्नलाई ओ यहाँबाट चाहिँ बाटो छ होइन। अब हामी जाँदैछौँ। यो घर चाहिँ पुरै बन्द भइसकेको रहेछ। यहाँ ढोका सोका के रहेछ फ्री फायरको घर जस्तो पो छ त यार। झ्याल ढोका केही छैन त। अहिले चाहिँ कस्तो जङ्गल रहेछ। पहिलातिर त मान्छे बस्थ्यो अहिले त मान्छे पनि बस्दैन कि क्या हो। यहाँ परतिर पनि ढोकाहरू सबै बन्द भइसकेको रहेछ मान्छे बस्दैन जस्तो छ यतातिर अहिले। यहाँ तलतिरबाट पनि झर्ने बाटो थियो जस्तो लाग्यो तर हामी माथिबाट आइसक्यो होइन। अब बाटो त गन्तव्य जति जति नजिकै दिँदै जान्छ त्यति हामीलाई खुसी लाग्दै जान्छ भन्दै हामी अगाडि बढिरहेको छौँ। पानी परिरहेको छ चिसो भइरहेको छ होइन। अब यति नै हो आजको केही होइन। अब एकछिन तल भेटेर गएर भेटौँला। भाइले चाहिँ यहाँ गुराँस टिपेर ल्याइसकेको छ होइन। कसलाई दिनलाई हो यो गर्लफ्रेन्डलाई हो। कतिवटा गर्लफ्रेन्ड छ नो गर्लफ्रेन्ड रे होला है। त्यो केटीले नि हेर्ला नि मेरो भिडियो फेरि के गर्लफ्रेन्ड भएर नि गर्लफ्रेन्ड छैन भनेर थर्काउला नि फेरि। यु धोका दिङ मी यु भने नि छैन बी सिरियस होइन। तर केही छैन यो यताबाट क्यामेराले छोप्दो रहेछ बोली सुन्दैन रहेछ यसरी शान्त भन्नु औषधि। तर यत्रो विधि रमाइलो हुँदाखेरि पनि उसको याद आउनु इज पर्मानेन्ट हो कि क्या हो। तर केही छैन बट हर के भन्छ हर याद इज पर्मानेन्ट। माथिर नि दामी बढ्यो त एउटा यसरी सल्ल पातर त हो माया तिम्रो लागि मैले गुलाबको फुल त ल्याउन सकिनँ तर भिरमा चढेर हामीले ल्याइसकेको छौँ गुराँसको फुल। लिने भए लियो नलिने भए कप्पा खाऊ मिलेन त के हो। तर केही छैन हामी टिकटकमा हाल्ने टिकटकमा भाइरल हो नि त फेरि म पनि 2 भ्यू आउँछ 2 भ्यू
गुराँसको फेदमुनि सम्झनाको माया जता गए नि किन लाग्छ तिम्रै मात्रै माया हो। मैले पनि फाइनल्ली देख्न सक्नुहुन्छ मैले गुराँसको फुल टिपिसकेको छु होइन। अनि यसलाई चाहिँ हामी राम्रोसँग लगेर जान्छौँ तल बजारसम्म, किनभने बजारमा लगेर मान्छेहरूलाई देखाउनु पर्छ क्या होइन। अनि दे आर फिल लाइक अ जेलियस पर्सन होइन, किन यिनीहरूसँग नगएको घुम्नलाई भन्ठान्छ होइन। त्यही भएर चाहिँ हामीले यसरी बोकेर हिँडेको। अनि त्यहाँबाट भिडियो हेरेर पनि कति मान्छेहरू चाहिँ जल्छन् होला होइन, यस्तरी घुमेर हिँड्छु भनेर। तर केही छैन, यो मैले धेरै पछि भ्लग बनाएको। मैले चाहिँ भ्लग किन बन्द गरेको थिएँ भनेर त्यो स्टोरी चाहिँ म अलिकति पछि हाल्छु, किनभने अझ मैले भिडियो बनाएँ होइन। अनि यहाँबाट हामी तल मन्दिरमा पुग्छौँ। अनि सर तपाईँहरूलाई गुराँस चाहिन्छ भने लाउनुहोस्, लिनुहोस् र क्या होइन। ल अब यति नै हो, अब अलि तल गएर भेटौँला है त। बाई बाई। हामी चाहिँ हाम्रो गन्तव्यमा आइपुगिसकेको छौँ। अनि हाम्रो घर चाहिँ उता पर हो होइन। अनि गुराँस चाहिँ हाम्रो साथमा। आजको भ्लग यहीँ समाप्त भन्दै म बिदा हुन चाहन्छु। धन्यवाद। बाई बाई। सी यू टुमारो। बाटो घुमाउरो केटाहरू त्यहाँ पर आउँदैछ।